guys, good morning. Welcome to my vlog. र अहिले चाहिँ आज चाहिँ म उठिसकेको छु हैन. आज चाहिँ ब्रेकफास्ट पनि खाँदै छु. र सायद हिजोको भ्लग पनि सकायो तपाईले हेर्नु भयो होला. पनि हैन. र आज चाहिँ नयाँ भ्लग पनि फेरि सुरु गर्दै छु गाइज हैन. र अहिले चाहिँ फ्रेस हुने सबै भइसक्यो हैन. र अहिले चाहिँ म चाहिँ ब्रेकफास्ट खाँदै छु गाइज, ब्रेकफास्ट खाँदै छु हैन. पेट पूजा गर्दै छु. र आज जनै पूर्णिमाको दिन पनि हो र सबैजनालाई जनै पूर्णिमाको स्वागत छ हैन. र सेफ रहनु होला सबैजना अझै पनि हैन. अझै पनि बाबाले छ अरे क्या न्युजले खुलेको छैन अरे हैन. प्रेस जारी छ अरे, त्यो खोल्यो भने मान्छेले खोल्यो भने चाहिँ ठिक हुन्छ बिस्तारै बिस्तारै. तर एकैचोटि अब नेचरले आफै खोलेर आयो भने चाहिँ धसमसै हुन्छ अरे हैन. अब ड्याम जस्तो बनेछ अरे त्यहाँ फेरि हेर माथितिर. सो हुनुहोस् हैन. अब सो लेट्स प्रे फर द मोमेन्ट हैन. अनि आजको लागि पनि सबैजनालाई शुभकामना छ हैन. सो लेट्स सी आजको दिन कस्तो हुन्छ है त गाइज. आज क्वाटी खाने दिन र हामी क्वाटी खाँदैछु आज. सो हजुरहरूले पनि खानुभयो होला क्वाटी. हजुरहरू पनि खानु होला हैन. म खाँदैछु है त गाइज. डारको गीत बजा नि त. तारादेखि न हे के भएको यही हो रक स्ट्यान्ड गीत हो यो. ल त कहाँ जान्दाखेरि अब म निस्किन ल बस न बस. जानुपर्छ अब दिदी आउनु. ल गाइज भाइ पनि गयो गिटार सितार बजायो होइन. गिटार पनि आयो त्यत्तिकै छोडेर गएपछि केटाहरूले होइन. फेरि बाटोमै ठिक छ होइन. ठिकै छ. सो आजको दिन पनि यसरी नै बित्यो गाइज होइन. सो अब भोलि हेरौँ के हुन्छ है गाइज. सो सी यु गाइज. पसल पनि बन्द गरिसकेँ होइन मैले.
अर्डरहरू लगाइसकेँ अब चाहिँ जाने क्रम छ अब जान्छु केटा हो होइन पसल ससल ल अब जाँदा जाँदा नै भ्लग बनाउँदै जान्छु गाइज है सो हेर्दै जानु होला है सर्ट राइड म घर आइपुगेँ होइन अब फ्रेस हुन्छु अनि अब खानसान खान्छु र एकछिन गफसफ गर्छु र सुत्छु सो गाइस सी यु टुमरो है त अर्को ब्लगमा सायद है त बाई बाई